नमस्ते। आज चाहिँ म क्विक सपिङ हल लिएर आएको छु। हिजो चाहिँ म लिस्बनको ठुलो सपिङ सेन्टर कोलम्बो गएको थिएँ। अनि अब समर आयो नि त, अब अलिकति लुगाहरू पनि अपग्रेड गरौँ समरको लागि भनेर, आफ्नो लागि पनि अनि नानीहरूको लागि पनि टन्नै छ। अब वान बाई वान गरेर देखाउँ। सुरु गरौँ है त। यो चाहिँ फर्स्ट वान। यो चाहिँ मैले लेफ्टिज भन्ने दोकानमा किनेको थिएँ। हिजोमा चाहिँ टन्नै सप घुमेँ क्या। अनि यो चाहिँ 8.99 इच। मेरो दुईवटा नानीहरू छ नि त, अनि सबै कुरा दुईवटा चाहिन्छ। यो लेफ्टिजको। अनि यो चाहिँ कहाँ, यो चाहिँ सिएनएमा रहेछ। सिएनएमा यो चाहिँ डिस्काउन्ट लागेको रहेछ 12.99 को 5.99। यो पनि तल र माथिको सेट दुईवटा। यो पनि सिएनएको रहेछ, तर यहाँ चाहिँ पुरा सिनो रहेछ। यो चाहिँ स्यान्डो टाइपको दुईवटा सेट भएको। अनि मैले अर्को थ्री पिसको सेट पाएको थिएँ। यो चाहिँ 15.99 को 10.99। अर्को छ यो माथिको भेस्ट। यो पनि सिएनएकै हो। यो पनि डिस्काउन्टमा रहेछ 7.99 को 5.99 दुईवटा। अनि म कन्टिनेन्ट पनि गएको थिएँ इच। म चाहिँ प्राइमार्क गएको। प्राइमार्कमा चाहिँ यो यस्तो स्कर्ट किनिदिन्छु भनेको राम्रै भेट्टाएन। अनि यो पनि सानो हुन्छ कि जस्तो लागेछ है, तर ठिकै छ, अलि दिन त हुन्छ होला भनेर। यो चाहिँ दुईवटा एउटामा दुईवटा सेट रहेछ। अनि अब दुईवटा किन्नु पऱ्यो, अनि त्यहाँबाट दुईवटा किनेँ। यो चाहिँ कति थियो, यो चाहिँ 8 युरो दुईवटालाई। अनि दुईवटा 4वटा भयो। अनि त्यहाँबाट आजकल चाहिँ मेरो नानीहरू चाहिँ एकदम स्टिकरमा भुल्छ। घरभरि स्टिकर लगाएको छ। यो पछाडि पनि छ, अनि झ्यालभरि सबै छ। अनि यति धेरै स्टिकर लिएर आएको। अर्को त खोलिसकेछ क्या। अनि त्यहाँबाट मैले चाहिँ मेरो लागि मेरो एमएस 4 युरोको 3 युरो भइरहेछ। अनि यो चाहिँ मेरो लागि। अनि अर्को कस्तो राम्रो स्यान्डल थियो क्या, अर्को कलरको, तर अर्को कलरको साइजै नभेटेर अनि यो दुईवटा ल्याएँ। यो चाहिँ 6 युरो इच, बार्गेन। अनि त्यहाँबाट यो हेयर ब्यान्ड चाहिँ यो नानीहरू कपाल अगाडि आएकै गर्छ, त्यही भएर लिएर आएको, तर भाँचिहाल्छ। त्यहाँबाट मैले यो चाहिँ ब्ल्याक हेड रिमुभर भेट्टाएँ 1 युरो 80। त्यहाँबाट यो हेयर ब्यान्ड 3 युरोको 1 युरो 80 रहेछ। अनि त्यहाँबाट गेस वाट, मैले नामै बिर्सेँ हौ त्यो सिस्टरको, नर्चेन। अनि त्यो गुवासा गऱ्यो सिस्टर, गुवासा गऱ्यो भन्दै आउँछ नि त। अनि मैले यस्तो हेर्दै गएको त प्राइमरमा यो गुवासा भेट्टाएको के, गुवासा। अनि त्यहाँबाट यो चाहिँ 5 युरो रहेछ। मलाई चाहिँ अलिकति ढिलै भइसक्यो होला, तर लेट्स ट्राई। पछि मैले क्लिन्जिङ वाइप्स भेट्टाएँ 3वटा रहेछ। यसको चाहिँ 3 युरोको 1 युरो भएको रहेछ। अनि मैले प्राइमार्कमा चाहिँ मेरो लागि पनि सामानहरू लिएको छु। मैले यो एउटा यस्तो यो भेट्टाएर किनेको थिएँ कि यो नेक लाइन राम्रो लागेर किनेको थिएँ, तर खै घर आएर हेर्दा त खासै राम्रो लागेन। यो चाहिँ कति थियो, 10 युरो, ठिकै छ। अनि मैले यो ब्ल्याक एन्ड व्हाइट त खासै मैले कहिल्यै लगाएको छैन, तर हेर्दा कस्तो राम्रो लाग्यो। अनि एउटा 1 पिस स्कर्ट भेट्टाएँ। यो राम्रो छ, यो बाउलामा नि यस्तो भएको छ। यो चाहिँ 50% डिस्काउन्ट थियो हो, 18 युरोको 9 युरो तिरेँ होला मैले प्राइमार्कमा। अनि त्यहाँबाट मैले यो यस्तो स्यान्डल चाहिँ मैले पहिल्यै किन्नु मन लागेको थियो, अनि प्राइमार्कमा भेटेँ अनि किने। यो चाहिँ 9 युरो। अनि सिएनएमा मैले चाहिँ यस्तो स्कर्ट भेटेको थिएँ कि यतिको लेन्थमा छ। यो पनि डिस्काउन्टमा थियो, तर जाडोको लागि हुन्छ होला। यो 1999 को 9.99 मा, नट ब्याड। अनि एउटा यस्तो अहिले चलेको 4 सालबाटै चल्यो होला, यस्तो स्कर्ट, जिन्सको स्कर्ट किनेको थिएँ। यसको चाहिँ कति पऱ्यो मलाई थाहै भएन। दुईवटा फर्मल ट्राउजर भेटेको थिएँ, पछि लाउनुहुन्छ होला भनेर। अनि यो एउटा
बेल्ट पनि भएको मजाको छ यस्तो यो चाहिँ 50% डिस्काउन्टमा थियो 25.99 को 12.99 अनि अर्को यो झन् अति फर्मल छ यस्तो वाला यो चाहिँ 39.99 को 19.99 20 euro लगभग भनौँ आजको सामान यति भयो आज चाहिँ मैले यति सामान किनेको रहेछ यिनीहरू चाहिँ अलिक अस्ति किनेको आजको मेरो हल कस्तो लाग्यो मेरो फर्स्ट टाइम त होइन पहिला पनि गरेको थिएँ तर धेरै पहिला 2-3 वर्ष अगाडि होला होप तपाईहरुले इन्जोय गर्नुभयो होला सी यू नेक्स्ट भिडियो बाइ बाइ